नमस्कार। राजनीतिमा सिद्धान्त भनेको के कुरा हो र बिना सिद्धान्त राजनीति के हुन्छ? अहिले आइरहेको नयाँ पार्टी र नेपाली काङ्ग्रेसको राजनीतिक सिद्धान्त बीचमा के फरक छ र नेपालमा रहेका अहिलेसम्मका कम्युनिस्ट पार्टीहरू किन एकजुट हुन सकेनन् र कम्युनिस्ट पार्टीको राजनीतिक धारणा के हो र कम्युनिस्ट पार्टी कति थरीका हुन्छन् र कस्तो कस्तो तरिकाबाट कम्युनिस्ट पार्टीले जनताका मुद्दाहरूलाई समेट्न सक्छ भन्ने विषयमा थोरै छलफल गरौँ। अहिले बालेन शाहलाई प्रधानमन्त्री प्रोजेक्सन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी र महाधिवेशनको मार्फतबाट आफूलाई चाहिँ युवा नेतृत्वको रूपमा चयन गरेर अगाडि बढाइरहेको गगन थापाको पार्टी बीचको प्रिन्सिपल्ली के भिन्नता छ र नेकपा माओवादी केन्द्र, तत्कालीन नेकपा माओवादी केन्द्र, अहिले नेपाली कम्युनिस्ट पार्टी राजनीतिक जुन एउटा ग्राउन्डमा के भिन्न तरिकाले आइरहेको छ? तारा चिन्हमा किन भोट गर्नुपर्छ र घन्टीमा भोट गर्नु र तारा चिन्हमा भोट गर्नु बीचको फाइदा बेफाइदाहरू के छन्? यही कुराहरूमा आज छलफल गरौँ। जस्तै तपाईको 2064 सालमा आम निर्वाचन भयो। तत्कालीन माओवादी एउटा जनयुद्धको मोर्चाबाट चाहिँ नेपाली राजनीतिमा आएको थियो र अरू पार्टीहरू पुरातनवादी धारबाट नै नेपाली राजनीतिमा थिए, जसले चाहिँ 46-47 सालको आन्दोलन गरेर पञ्चायती व्यवस्था ढाल्यो र राजा सहितको जुन संविधान थियो 47 सालको संविधान, राजा सहितको संविधानलाई स्वीकार गर्दै अगाडि बढ्यो र 52 सालमा जनयुद्धको घोषणा किन गर्नु पर्यो र त्यो घोषणा गरे बापत जनयुद्धले के देशलाई नयाँ आयामतिर लिएर आयो भन्ने कुरामा पनि अलिकति छलफल गरौँ। तत्कालीन माओवादी नेकपा माओवादी 64 सालमा आइपुग्दाखेरि अन्तरिम सरकार हुँदै 64 सालको आम निर्वाचनमा आइपुगिसक्दाखेरि उसले चाहिँ 120 सिट प्रत्यक्षमा र समानुपातिकमा 100 सिट गरेर 220 सिट जितेको थियो, जुन चाहिँ बहुमतको केही कम सङ्ख्या थियो। र तत्कालीन कार्यभार भनेको चाहिँ त्यतिखेर माओवादी पार्टीको काँधमा र तत्कालीन 7 दलको काँधमा पनि संविधान बनाउनु नै पहिलो चुनौतीको विषय थियो र त्यो जुन निर्वाचन थियो त्यो निर्वाचन नै संविधान सभाको निर्वाचन थियो र त्यसको मूल काम भनेको संविधान बनाउनु नै थियो। र संविधान बनाउने क्रममा माओवादी सत्तामा आउने बित्तिकै पहिलो निर्णय नै माओवादीले 30,000 सम्मको जुन कृषि लोन थियो त्यो कृषि लोनलाई मिना गरिदिने भनेर घोषणा गर्यो। त्यो चाहिँ कसको पक्षमा थियो त भन्दा तल रहेका जनता जो चाहिँ गाउँमा किसान हलो जुवा गर्छ र किसानको काम गर्छ, तिनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने खालको कार्यक्रम थियो। हो त्यस्ता कार्यक्रमहरू पछि पनि आइरहनु पर्थ्यो। त्यो गर्न किन सकेन त भन्दा जुन निर्वाचन भयो त्यो निर्वाचनमा बहुमत नआइसकेपछि माओवादीले जुन आफ्ना एजेन्डाहरू उठाएको थियो त्यो एजेन्डा संविधानमा समावेश गर्ने क्रममा सबै राजनीतिक पार्टीहरूसँग छलफलमा गयो, किनकि कुनै पनि संविधान सभामा आफ्ना मुद्दा एजेन्डाहरू एड्रेस गर्नको लागि 2/3 बहुमत चाहिन्छ। त्यो 2/3 बहुमत पुर्याउने क्रममा नेकपा माओवादी तत्कालीन माओवादीका मुद्दाहरू संविधान सभा मार्फत संविधानमा एड्रेस गर्नको लागि अरू पार्टीहरूको सहमति जुटेन। नजुटिसकेपछि जस्तो प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक संसद लगायतका मुद्दाहरू जुन माओवादीले बोकेको थियो त्यो मुद्दाहरू एड्रेस हुन नपाएपछि र प्रादेशिक संरचनामा जाने कुराहरू पनि एड्रेस हुन नपाएपछि त्यो संविधान सभालाई नै विघटन गरियो। मुद्दाहरू एड्रेस हुन नपाएपछि त्यसको समय सीमा सकियो र संविधान सभाबाट फेरि अर्को चुनाव गर्ने र चुनावमा जानुपर्ने बाध्यताका बीच त्यतिखेर मुद्दाहरू समेट्न सकिएन र अर्को चुनाव भयो। अर्को चुनाव हुँदाखेरि नेकपा माओवादीको धेरै नै कम सङ्ख्या आयो र त्यो किन गरिएको थियो त भन्दा जुन माओवादीले उठाएको चाहिँ एकदम जनताको पक्षमा बोलिएका मुद्दाहरू थिए त्यो मुद्दालाई डिरेल गर्नको लागि त्यो संविधान सभालाई विघटन गरिएको थियो।
त्यो विघटन भइसकेपछि दोस्रो संविधान सभा भयो। दोस्रो संविधान सभामा नेकपा माओवादी परास्त भयो र जनताले अहिले भन्ने गरिन्छ कि जस्तो 2/3 भयो भने अथवा बहुमत भयो भने हामी गर्छौँ नि भन्ने कुरामा बहुमत भयो भने जसले पनि गर्न सक्थ्यो। त्यतिखेरको तत्कालीन माओवादीले त झन गर्न सक्थ्यो र पछि जनताले भोट नदिइसकेको अवस्थामा ती मुद्दाहरू झन एड्रेस गर्न गाह्रो भएर अन्तत गएर अहिले जेनजी युवाहरूले त्यही मुद्दा उठाएर फेरि रगत बगाउनु पर्ने स्थिति आयो। यो कुरालाई मेन कोट गरेर नेपाली जनताले हेर्न जरुरी छ। किन त भन्दा बहुमतको सरकार बन्न सकेन र संविधान संशोधनको सवालमा 2/3 जुटाउन सकिएन भने नेपालको राजनीति झन अस्थिरतातिर जाने खतरा छ। त्यसैले गर्दा अहिले आइरहेको पार्टी घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी र अहिले जुन महाधिवेशनबाट आएको जुन गगन थापा सभापति रहेको चाहिँ नेपाली काङ्ग्रेस, यो दुईटामा प्रिन्सिपल्ली कुनै पनि अन्तर छैन। सैद्धान्तिक हिसाबले उनीहरू पनि घन्टी पार्टी पनि यो लिबरल अर्थतन्त्र, उदार लोकतन्त्रवादी उदार अर्थतन्त्रलाई मध्यनजर गरेर खुलेको पार्टी हो र काङ्ग्रेस पार्टी पनि जुन बिपी कोइरालाको पालामा थियो प्रजातान्त्रिक समाजवादको सिद्धान्त बोकेर हिँडेको थियो, त्यहाँबाट डिरेल भएर अहिले ऊ पनि उदार अर्थतन्त्र अर्थात् नेपालमा चाहिँ धेरै धनी मान्छेहरू जन्माउनुपर्छ, धेरै धनी मान्छे जन्माएर सबै राज्यको स्रोतहरू उनीहरूलाई लुटाएर चाहिँ उनीहरू धनी भइसकेपछि देश त्यसै झिलिमिली हुन्छ भन्ने मान्यताबाट प्रेरित छ। त्यो भएर हाम्रो पार्टी बिल्कुल त्यसको विपक्षमा छ। किन त भन्दा नेपालमा 2-4 जना विनोद चौधरी नभएर नेपाल गरिब भएको होइन। तपाईँ बाजुरामा हेर्नुहोस्, जाजरकोटमा हेर्नुहोस्, रुकुममा हेर्नुहोस्, रोल्पामा हेर्नुहोस्, त्यहाँका मान्छेहरू न्यूनतम आय स्रोत पनि नभएर गरिबीको रेखामुनि दिनको 200 रुपियाँ पनि खर्च गर्न नसक्ने स्थितिभन्दा पनि तल भएको स्थिति भएको भएर नै यो जेनजी आन्दोलन लगायतका जुन हिंस्रक गतिविधि भइरहेका छन् त्यसको मेन कारण भनेकै जनता उद्यमी बनाउनको लागि सरकारले लिन नसकेको पोलिसी र सरकारमा स्थिरता नभएको र तपाईँको चाहिँ जुन यो राष्ट्रपतीय सिस्टम, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय सिस्टम र पूर्ण समानुपातिक संसद हुँदाखेरि सबै संसदहरू कानुन बनाउन मात्रै इन्गेज हुन्छन् र कानुन बनाउने बाहेक उनीहरू मन्त्री हुन पाउँदैनन्। उनीहरूलाई चाहिँ मन्त्री हुन नपाउने भयो भनेदेखि उनीहरूले भ्रष्टाचार पनि गर्दैन र जो मान्छे योग्य छ र निष्ठावान छ त्यो मान्छेले मात्रै प्रतिनिधि सभाको सदस्यतामा चुनावमा उठ्छ। त्यो कारणले गर्दा भ्रष्टाचार त्यहाँबाट नियन्त्रणमा आउँछ। त्यसैले गर्दाखेरि अहिले आवश्यक भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी सिस्टम र पूर्ण समानुपातिक संसद र प्रत्यक्ष कार्यकारीले नै एक्सपर्ट मान्छेहरू, जो विज्ञ मान्छेहरू छन् तिनीहरूलाई आफैले छानेर चाहिँ मन्त्रीहरू बनाउन पाउने सिस्टममा नगइकन अहिलेको समस्याको हल हुन सक्दैन। यो कसैले अर्को 2/3 बहुमत ल्याएछन् कुनै पुँजीवादी पार्टीहरूले भने पनि अन्तत गएर यो आन्दोलन फेरि भड्किनेवाला छ। किन त गरिब जनता, जो चाहिँ गरिबीको रेखामुनि भएको जनताहरू छन् तिनीहरूसँग यसको राज्यको स्रोत पुग्न सक्दैन र उनीहरू उद्यमी हुन सक्दैनन्। तपाईँ मानिलिनुहोस् ठुल्ठुला मल्टिनेसनल कम्पनीहरू खुलेछन् नै भने पनि त्यो मल्टिनेसनल कम्पनीको अन्डरमा एउटा साधारण कामदारको रूपमा मात्रै नेपाली जनताले काम पाउने हो। त्यो भयो भने कुनै पनि हालतमा नेपालको असमानता घट्दैन र राज्यले निश्चित कुराहरू, शिक्षा, स्वास्थ्य लगायतका निश्चित कुराहरू राज्यको मातहतमा ल्याएर फरक तरिकाका शिक्षा प्रणाली देशमा नहुने र एकै प्रणालीका शिक्षा नीति हुने त्यो सिस्टम ल्यायो भने सबै जनताहरूमा शिक्षाको पहुँच बढ्छ र शिक्षा भनेकै सबैभन्दा ठुलो कुरा भएकाले त्यहाँ पछाडि आफै उनीहरू उद्यमी हुन सक्ने र आफै कम्पिटिसन गर्न सक्ने लेभलमा पुग्छन्। त्यसपछि मात्रै यो शान्ति हुन्छ र फेरि अरू आन्दोलनहरू गर्न जरुरी हुँदैन। त्यसकारणले एउटै उदार लोकतन्त्रवादी, उदार अर्थतन्त्रवादी दुईटा पार्टी भएको हुनाले घन्टी पार्टी र रुखमा मतदान गर्नमा कुनै पनि फरक छैन। दुईटैको उद्देश्य एउटै नै हो। नेपालमा विनोद चौधरी जस्ता केही थान मान्छे उत्पादन गर्नु उनीहरूको उद्देश्य हो। मल्टिनेसनल कम्पनीहरूको स्थापना गर्नु उनीहरूको उद्देश्य हो। जस्तै तपाईँले भन्नु अहिले नेपालमा जति पनि प्राकृतिक स्रोत साधन छन् तिनीहरू नेपालमा यथावत डिपोजिट छन्। पछि त्यस्ता
उदार अर्थतन्त्रले ल्याएका ठुल्ठुला मल्टिनेसनल कम्पनीहरूले त्यो स्रोत साधनलाई खपत गरे भने पनि त्यहाँबाट केही मान्छे केही व्यक्ति धनी हुने मात्रै हो। तल गरिब किसान र भुइँ फेदका मान्छेहरूले त्यसको आम्दानी पाउनेवाला छैन। त्यसैले गर्दा हाम्रो पार्टीले पहिलाका विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै नयाँ संविधानमा नयाँ संशोधन गर्दै राज्यको पुनर्संरचनादेखि लिएर राज्यमा चाहिँ शासकीय स्वरूपको परिवर्तन गरेर पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा लिएको हुनाले तारा चिन्हमा भोट गरेर तारा चिन्हका उम्मेदवारहरूलाई जिताउन म अनुरोध पनि गर्न चाहन्छु। किन त भन्दा यसको विकल्प नै छैन। राज्यद्वारा देशमा भएका सम्पूर्ण जनताहरूलाई उद्यमी बनाएर सबै जनतालाई मालिक बनाउने र त्यसबाट मात्रै गरिबीको असन्तुलन हटाएर चाहिँ देशलाई निकास दिन सकिन्छ। राज्यले लिनुपर्ने जति पनि आफ्ना दायित्वहरू छन् राज्यले लिनै पर्ने हुन्छ। हो त्यो खालको संविधान संशोधन गर्नु नै आजको अद्भुत आवश्यकता हो। त्यो वेमा हामी जान सकेनौँ भने यसको निकास निस्किँदैन। फेरि यस्तै 2-4 वर्षपछि यस्तै आन्दोलन हुन्छ र जनताले फेरि दुःख पाउने स्थिति हुन्छ। थ्याङ्क यू।